हेलो साथीहरु, मैले आज पनि लिएर आएको छु नयाँ भिडियो। के कस्तो लाग्छ हजुरहरुले हेर्नु होला अनि हेरेर इन्जोय गर्नु होला अनि भन्नु होला के कस्तो लाग्छ। मैले चाहिँ भिडियो खासै बनाउन आउँदैन, फर्स्ट चोटी बनाउँदै छु। पहिला यो भन्दा अगाडि पनि पोस्ट गरेको थिएँ, यसकै भाग पहिला पोस्ट गरेको थिएँ किनकि लामो भिडियो हुन्छ भनेर। यो चाहिँ सेकेन्ड हो, यसमा चाहिँ मेन चीजहरु छ, हेर्नु होला। लेट्स सी भिडियो। गाइज यहाँको चाहिँ भ्यू एकदम राम्रो छ, त्यसमा सर र पुरा भ्यू मात्र देखाएको छु हजुरहरूलाई। मैले धेरै चाहिँ बोलेको छैन हैन, कस्तो लाग्छ हैन, राम्रो छ छैन हैन भन्नु होला। मलाई चाहिँ राम्रो लाग्यो हैन, धेरै दिनपछि यस्तो तरिकाले घुम्न एकदम मनैदेखि खोजेको थिएँ तर पुरा भयो। तर मलाई चाहिँ एकदम राम्रो लाग्यो किनकि यहाँ पहिलोचोटि आएको छ म। काम त धेरै गरियो तर घुम्न चाहिँ यसरी आएको थिएन। आज चाहिँ एकदम प्लान गरेर एकदम सही रहेछ क्या। आज हामी त मेन ठाउँमा त पुग्ने छ, हामी त दुईटा गाडी चेन्ज गरेर अनि फेरि अर्को गाडीमा फेरि चढेर चाहिँ फेरि अर्को गाडीमा आएको छौँ। अब चाहिँ 10-15 मिनट अझै लाग्छ। त्यसमा चाहिँ मैले चाहिँ खालि बाहिरको भ्यू मात्रै हजुरहरूलाई देखाएको छु किनकि म मेरो अनुहार मात्र कति हेर्नुहुन्छ भनेर चाहिँ बोर लाग्छ कि जस्तो लागेर मैले चाहिँ बाहिरको भिडियो चाहिँ अपलोड के अरे भिडियोमा क्याप्चर गरेको छु। मेरो चाहिँ छैन, मेरो चाहिँ हल्का फुल्का अब केही त्यस्तो भयो भने चाहिँ मेरो फेस देखाउने छु। हेर्नु होला, इन्जोय गर्नु होला हैन। पुरा भ्यूज पुरा मोबाइलमा क्याप्चर गरेको। वाउ, यहाँ यो त चाबेल लौता के अरे थानकोटबाट माथि जाँदाखेरि कलङ्कीको पुलमा चाहिँ हामी आएको छौँ। कलङ्की पुल क्या छ। तर साँच्चै यो मेरो मनको इच्छा चाहिँ पुरा भइसक्यो। हामी चाहिँ बसबाट निक्लिसक्यौँ चाहिँ। ल हेर्नुहोस्, पुरा घाम चाहिँ एकदम जो छ अहिलेसम्म पनि। हामी लगभग 1 घन्टा बसमा यात्रा गरेर चाहिँ यहाँ आइसकेका छौँ। अब हामी चाहिँ मरिना बिच। तर गर्मीले चाहिँ म धेरै आत्तिसकेको छु। मेलामा चाहिँ हेर्नुहोस् गाइज, पुरा एकदम भिड छ यहाँ चाहिँ। पुरा मेला चाहिँ छ, मेला पुरै परसम्म हेर्नुहोस्। जुम गरेर देखाउँछु म हजुरहरूलाई पुरा। यहाँ के को साली गइज सालीको मान्छेहरू लडेर झगडा गरे जस्तो टाइपको सालीको चाहिँ पुरा लगेर त्यो मेलामा चाहिँ। मेरा साथीहरू चाहिँ कता गएछन्, मैले चाहिँ साथीहरूलाई खोज्दैछु। एकदम भिड छ चाहिँ गाइज। अब चाहिँ मैले एकदमै यहाँ चाहिँ पहिला पानी आउँथ्यो, अहिले चाहिँ पानी आएको यो यहाँ चाहिँ पानी बन्द भयो चाहिँ। पहिला चाहिँ हामी आउँदा चाहिँ पानी आउँथ्यो यहाँ माथि सरोबाट लाएर। मेरो दोस्त कतिहरू देखिया छ हाई भनिदियो यति होइन। आमा राम्रै थियो सरहरू एकदम भिड त धेरै पछि ढिलो पछि आउने होइन। अहिले क्यामेरा त्यस्तै गएर हिट भएर। आज हामी चेन्नईको मरिना बिचमा आएका छौँ। यहाँ चाहिँ एकदम भिड लागेको छ, एकदम मेला गएको छ। यहाँ चाहिँ कोही कलाकार आयो भने मान्छेले एकदम इन्ट्रेस्ट भएर जान्छ। त्यो टाइपमा चाहिँ छ क्या। हेर्नु ल, हेर्नु न पुरा ट्याक्क यतिको। हेलो हेलो हेलो, हामी चाहिँ अब त्यहाँबाट 1-2टा फोटो हानेर चाहिँ हामी चाहिँ के अरे समुद्रतिर जाँदैछौँ। अब चाहिँ त्यहाँबाट चाहिँ हामी 5 मिनट हिँडेर चाहिँ समुद्र जान्छौँ। लाएर
ल हेर्नुहोस् पछाडि सबै यो चाहिँ पुरा सिनहरू त्यसैले गर्दा यहाँबाट वहाँ पुग्नको लागि चाहिँ हामीलाई 10 मिनट समय लाग्छ। कहाँबाट यहाँ पुरा समुद्रमा र यहाँ पनि हेर्न सक्नुहुन्छ उहाँ तल लास्टको चाहिँ आमाले समोसा बेच्नु भएको नै यहाँबाट सिधा जाम के ब्रिज मरिना ब्रिज भनेर चाहिँ हामी आएको र त्यो शालिग चेन्ज गरेर हो नि त त्यहाँ शालिग हामीले आज चाहिँ आउनलाई चाहिँ यहाँ धेरै समय नलाग्ने रहेछ। हामी चाहिँ बाटो बिराएर अर्को गाडीमा चढेर हेर्नुहोस् गाइज त्यसैले गर्दाखेरि हामी चाहिँ लेट भयो। हामी यताउता घुम्न पर्ने भयो नि त त्यही भएर चाहिँ टाटु त नै पुरा टाटु एरिया हो यहाँ चाहिँ तर यसको रोडमा चाहिँ टाटु हान्नु हुँदैन। यहाँ चाहिँ पुरा मार्केट पेको पेयो अरे यसले त गाली गरे हामी चाहिँ मार्केटभित्र चाहिँ घुसेको पुरा जाँगे लिने हो टक्क लाएर केटाहरूले चाहिँ जाँगे रोज्दैछ। यो चाहिँ टाटो यहाँ हान्ने टाटो भएको छ। झन् भन्दा झन् गर्मी छ यहाँभित्र। यो चाहिँ चेन्नईको मरिना बिचको मार्केट हो। धेरै चिजहरू चाहिँ सस्तो पाइन्छ यहाँ अरूको भन्दा चाहिँ सपिङ जे खोजे पनि पाइन्छ हजुरहरूले। कोही पनि यहाँ बस्नु हुने कोही हुनुहुन्छ भने चाहिँ थाहा होला सबैलाई। बालुवाले गर्दा त हिँड्नै सकिन्न। चिज पनि राम्रो पाइन्छ तर अझै समुद्रमा जान चाहिँ मलाई लगभग अझै 10 मिनट लाग्छ किनकि बालुवा छ नि त बालुवामा चाहिँ हिँड्न अलिक गाह्रै हुन्छ रेती भएको हुनाले। हामी फाइनल्ली समुद्रको किनारामा आउन लागिसकेका छौँ। पुरा मछली देखो मछली बाफ्रे आएगा तुम राता माछा खाने आता है। शङ्ख रहेछ शङ्खहरू शङ्ख बेच्न राखेको रहेछ यहाँ। हामी चाहिँ फाइनल्ली आइसक्यौँ। बालुवामा हिँड्न पनि अलिक गाह्रो छ। यहाँ यो हाम्रो समुद्र चाहिँ म चाहिँ पुरा देखाउने छु हजुरहरूलाई चाहिँ कहाँ के छ सब देखाउँछु होइन। हेर्नुहोस् कस्तो बन्दैछ के छ कसो छ होइन। यहाँ यो हाम्रो समुद्र चाहिँ मरिना बिच भनेर चाहिँ धेरै जस्तो घुम्न आउने ठाउँ यही हो। सबैजना जो पनि यहाँ चेन्नईमा हुनुहुन्छ ल हेर्नुहोस् पुरा यहाँ चाहिँ एकदम क्राउड छ भिड छ एकदम। आज चाहिँ लास्टै भिड रहेछ। यहाँ चाहिँ हाम्रो बन्दुक पड्काउने टक्क लाएर बेलुन फुटाल्ने काम भइसकेको छ। यो चाहिँ पुरा अब हामी चाहिँ पुरा यो एउटा भाइ छ हाम्रो चाहिँ बस्टी कान्दैछ पुरा कमेडी छ एकदम। हेर्नु न बच्चाले जस्तो गर्छ क्या तर यसलाई जिस्काउन चाहिँ मजा आउँछ किनकि बच्चा जस्तो छ मान्छे। अब यत्रो उमेरको भएर पनि मेरै उमेरको छ तर पनि बच्चा जस्तो छ क्या। यहाँको तामिल हो लोकल होइन तर जे होस् राम्रो छ मान्छे। जे गर भन्ने मान्छे हो जिमेस्टिक हान्दैछ टक्क लाएर अब पछाडि यो
यस्तै छ गाइस हाम्रो चाहिँ अब के गर्ने छुट्टीको दिन चाहिँ यसो घुम्न आऊँ भनेर चाहिँ आज टाइम निकालेर सबैजना आइयो खुसी लाग्यो मलाई नै धेरै दिनपछि घुम्न आउन पाइयो किनकि कामको व्यस्तताले गर्दाखेरि कहिल्यै नमिल्ने त्यसैले होइन बालुवामा हिँड्न यस्तो भइरहेछ नि हेर्नु न हिँड्नै गाह्रो के बालुवामा चाहिँ हिँड्नै सकिँदैन अब चाहिँ हामी लगभग अब यतातिर समुद्र भ्याएर अनि हामी चाहिँ यता नाइट भ्यूको लागि चाहिँ जाँदैछौँ हजुरहरूलाई नाइट भ्यू देखाउँछौँ कस्तो छ पार्क जस्तो पार्क भन्दा पनि एकदम घुम्ने ठाउँ मतलब मान्छेले धेरै इन्जोय लिने ठाउँ चाहिँ जाँदैछौँ हामी त्यहाँ चाहिँ राम्रो छ एकदम अब हामी समुद्रबाट निस्किसकेको गाइस लास्टै गाह्रो भएको छ यहाँ बालुवामा हिँड्न चाहिँ गाह्रो हुँदो रहेछ फेरि ठिकी वहाँ छ यो तर आज चाहिँ धेरै थाकिएको छ गएर फेरि भिडियो एडिट गरेर बल्ल सुत्ने हो आज सुतेको पनि छैन त्यही भएर चाहिँ मेरो आँखा त्यति फ्रेस छैन पुरा होइन त्यसैले चाहिँ मैले चाहिँ अब नाइटको भ्युज देखाउँछु हजुरहरूलाई चाहिँ अब हामी चाहिँ निस्किँदैछौँ है त अब हामी चाहिँ आइसक्यौँ समुद्रबाट बाहिर निक्लिसकेछौँ हामी रोडको मेन रोडमा आइसकेका छौँ अब चाहिँ हामी जान्छौँ त्यहाँ यस्तो भिड छ क्या त्यहाँ पुरा मान्छे चाहिँ टाढादेखि आउनुहुन्छ घुम्न चाहिँ ल हेर्नुहोस् राम्रो छ नि टक्क लगाएर पार्क जस्तो छ इन्जोय गर्नको लागि चाहिँ साथीहरू गए गर्लफ्रेन्ड बोयफ्रेन्ड हुने अनि बोयफ्रेन्ड हुनेको लागि चाहिँ एकदम राम्रो जग्गा छ घुम्नको लागि चाहिँ चेन्नईमा कोही पनि जो पनि बस्नु भएको छ उहाँहरू चाहिँ आउनु भएको छ नयाँ आउनेलाई चाहिँ यो ठाउँ एकदम राम्रो छ आइराख्नेलाई त खासै हुँदैन त्यस्तो सर देखाउँछु हेर्नु होला यो चाहिँ एउटा पार्क हो म चाहिँ अर्को पार्क पनि देखाउँछु हजुरहरूलाई चाहिँ यो चाहिँ सेकेन्ड वाला हो फर्स्ट वाला अघि देखाएको थिएँ मैले यो चाहिँ लास्ट हो यो घुमिसकेपछि हामी चाहिँ निस्किन्छौँ रातिमा राम्रो हुन्छ यो चाहिँ लाइटले गर्दाखेरि हेर्नुहोस् यता पनि एउटा ब्रिज जस्तो छ यो चाहिँ म चाहिँ उता परसम्म जान्छु परसम्म गएर हजुरहरूलाई देखाउँछु लास्ट हो यो चाहिँ सर ल हेर्नुहोस् यहाँ चाहिँ बत्ती बोलिरहेको छ कि यो निप्दैन हाम्रो डुम्बिनेको जस्तै हो कि एकदम राम्रो छ लगायत अब चाहिँ हामीले चाहिँ निस्किन्छौँ यहाँबाट कस्तो लाग्छ भन्नु होला कस्तो लाग्यो हजुरहरूलाई अब चाहिँ हामी निस्किएको यहाँबाट किनकि लेट भइसकेको छ हजुरहरूलाई भिडियो कस्तो लाग्यो भन्नु होला होइन अहिले चाहिँ म यति मात्रै गर्छु किनकि अब हामी बस स्टपमा जानुपर्ने छ अब बस स्टपमा गएर चाहिँ बसमा एकदम भिड छ क्या त्यही भएर चाहिँ अब छिटो जानुपर्छ किनकि आज धेरै छ मान्छेको भिड त्यसैले चाहिँ टक्क टाइममा गएपछि टाइममा रुममा पुगेपछि आनन्द हुन्छ नि त त्यही भएर चाहिँ हामी चाहिँ अब निस्केको यहाँबाट पार्कबाट निस्किसक्यौँ हामी चाहिँ रोडमा आइसकेका छौँ हामी चाहिँ बस स्टपमा आइसकेका छौँ अब बस लागेको रहेछ चाहिँ अब बसमा जान्छ ओके गाइस मैले चाहिँ भिडियोलाई इन गरेँ हाम्रो चाहिँ बस रेडी अवस्थामा छ बुर्तिवाङको बस कस्तो लाग्यो के लाग्यो भन्नु होला फेरि मैले नेक्स्ट भिडियो लिएर आउनेछु थ्याङ्क यू सो मच यो यता चाहिँ मान्छे भरिसकेको छ